सामाजिक न्यायको विकासक्रम, इभोल्युसन अफ सोशल जस्टिस, समाजमा न्यायको अवधारणा कसरी आयो र यसको विकास कसरी हुँदै आयो भन्ने कुरामा छोटकरीमा चर्चा गर्न गइरहेका छौं। सामाजिक न्याय अन्तर्गत व्यक्तिको प्राकृतिक, नैसर्गिक तथा मौलिक अधिकार आदि पर्दछन्। प्रकृतिले कोही कसैमाथि भेदभाव गर्दैन, तर भेदभाव चाहिँ समाज र त्यस अन्तर्गत बनेका नीति नियमले गर्दछन् भन्ने बुझाइरहेको छ। समाज विकासको क्रममा जहिलेदेखि व्यक्ति बीच विभिन्न आधारमा विभेद गर्ने प्रचलनको सुरुवात भयो, सोही समयदेखि नै विभेदमा परेकाहरूलाई न्याय दिनुपर्ने धारणाको सुरुवात भएको हुन सक्छ। प्राचीनकालीन सामाजिक न्याय धर्म, दातव्य र भक्तिभावमा आधारित रहेको देखिन्छ। र अर्को कुरा जस्तो स्वर्ग र नर्कको कुरा, त्यस समयमा मानिसहरूबीच सबै मानिसहरूलाई राम्रो व्यवहार अथवा एकले अर्काको सम्मान गर्ने, एकले अर्काको सहयोग गर्ने जस्ता राम्रो व्यवहार प्रति आकर्षित गराउनको लागि स्वर्ग र नर्कको कुरा ल्याइयो। र जो मानिसले आफ्नो जीवनकालमा राम्रो काम गर्दछ, जो मान्छे चाहिँ असल गुणले भरिपूर्ण छ र जसले चाहिँ अरूको भलाइको लागि काम गर्दछ, त्यो मान्छे चाहिँ आफ्नो मृत्यु पछाडि स्वर्गमा बास हुन्छ। र स्वर्ग भन्ने चाहिँ राम्रो ठाउँसँग, राम्रो स्थान, राम्रो ठाउँसँग तुलना गरिएको छ भने जो मानिस चाहिँ उसको विपरीत अरूको कुभलो सोच्ने, अरूलाई दुःख दिने हुन्छ, त्यस्तो स्वभावको मानिस चाहिँ आफ्नो मृत्यु पछाडि चाहिँ उसको बास नर्कमा हुन्छ भन्ने अवधारणा आयो कि भन्ने कुरा चाहिँ अनुमान गर्न सकिन्छ। थिचोमिचो र अन्याय गर्दा पाप लाग्छ भन्ने धार्मिक भावनाले अन्याय हुन नदिने प्रयास गरियो होला। त्यसैले पाप भन्ने शब्द धार्मिक दृष्टिकोणले समाजमा न्याय स्थापनार्थ प्रयोगमा आएको हो भन्ने अनुमान गरिन्छ। धार्मिक दृष्टिकोण अँगाल्दै सामाजिक न्याय कायम गर्ने परम्पराको थालनी भयो, जुन चाहिँ कालान्तरमा आएर सामाजिक न्यायको धार्मिक दृष्टिकोणले परिचित हुन पुग्यो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। जहाँ अन्याय हुन्छ त्यही नै न्यायको अवधारणाको जन्म हुन्छ। जस्तो समाजमा कुनै एक व्यक्तिमाथि अर्को व्यक्ति तथा कुनै झुण्डले अमानवीय व्यवहार गर्यो अथवा उसको अधिकारमाथि हनन गर्यो, उसको अधिकार हनन भयो आदि जस्ता व्यवहार हुन गयो भने त्यहीँनेर नै के मनस्थितिको विकास हुन्छ भने त्यो जे भयो त्यो राम्रो होइन र जसले दुर्व्यवहार गर्यो उसलाई दण्ड हुनु पर्दछ र जो दुर्व्यवहारमा पर्यो उसले क्षतिपूर्ति सहित न्याय पाउनु पर्छ भन्ने कुरा आउँदछ। त्यसैले अन्याय न्याय अथवा न्याय अन्याय यी दुवै कुराहरू एक आपसमा एकदमै नजिक छन्। पूर्वीय र पश्चिमी समाजमा भएका सामाजिक न्यायको विकास क्रमलाई चर्चा गर्दा धर्ममा आधारित भएर विश्लेषण गर्नुपर्ने हुन्छ भन्ने हामी पाउँदछौँ। मानव सभ्यता र विकास सँगसँगै सामाजिक न्यायको विकास कसरी भयो भन्ने कुरालाई सामान्यतः यसरी पनि हेर्न सकिन्छ। जस्तो मान्छेहरू जब ओडार छाडेर सङ्गठित रूपमा खेतीपाती गर्दै एकै ठाउँमा बस्न थाले, सँगै बस्दा धेरैजना एकै ठाउँ बस्दा सँगै बस्दा प्रतिस्पर्धाको भावना जाग्यो। यो स्वाभाविक हुन्छ किनभने व्यक्ति एक आपसमा योग्यता, क्षमता, स्वास्थ्य, क्षमता, योग्यता
व्यवहार यी सबै कुराले फरक हुन्छ। त्यसैले उनीहरू सबै हिसाबले समान हुन्नन् र समान भइसके पछाडि प्रतिस्पर्धाको भावना जागृत हुन्छ र त्यस समयमा बलियाले निर्बलियालाई थिचोमिचो गर्न पुग्छ अथवा धनीले गरिबलाई हेप्न पर्ने स्थिति आउँदछ र त्यसरी त्यो स्थिति भइसके पछाडि त्यहाँ अन्याय भयो भन्ने देखिन्छ र जब अन्याय भयो भन्ने चेतना आउनु बित्तिकै त्यहाँ न्यायको खोजी गरिन्छ। सामाजिक न्याय दृष्टिकोण। सामाजिक न्यायलाई कसरी हेर्न सकिन्छ भन्ने कुरामा पहिलो दान अनुग्रहमा आधारित सामाजिक न्याय, दोस्रो अधिकारमा आधारित सामाजिक न्याय। दान अनुग्रहमा आधारित सामाजिक न्याय अन्तर्गत समाजमा व्यक्तिहरू बीच दान दातव्यको भावनाको जागृत गराउने, भक्तिभाव, आफूभन्दा ठुलाले दिएको उपदेशको पालना गर्ने, धार्मिक मूल्य मान्यताको पालना गर्ने, व्यक्तिमा करुणा दया जगाउने कार्य गर्ने र अनुशासन। समाजमा बसेका मानिसहरूमा यी मूल्य मान्यताहरूको विकास गराई यी कुराहरूको पालना गर्न लगाई यी कुराहरूलाई पालना गर्न लगाएर राम्रो कामप्रति राम्रो व्यवहार देखाउने बाटोप्रति उत्प्रेरित गराएर समाजमा न्यायको उपस्थिति, समाजमा न्यायको आभास गराउने र समाजलाई न्यायिक बनाउने कुराहरू आयो भन्ने मान्यता यस अन्तर्गत रहेको छ। यो चाहिँ प्राचीनकालीन समाजमा अभ्यास भएर विशेष गरेर प्राचीनकालीन समाजमा यसको अभ्यास गरियो र समाज विकसित हुँदै आउँदाखेरि अहिले पनि यस अवधारणाको उपस्थिति रहेको नै छ। र दोस्रो हो अधिकारमा आधारित सामाजिक न्याय। यो जस्तो विधान, ऐन कानुन बनाउने, संविधान, अन्तर्राष्ट्रिय स्तरका मानव अधिकारका दस्तावेजहरू तयार गर्ने र लागू गराउने आदि कार्यहरू यस अन्तर्गत पर्दछन्। केही हदसम्म विस्तारित भएको सामाजिक न्यायको अवधारणा जस्तो सामाजिक न्याय पहिलो संरक्षित न्याय, दोस्रो वितरित न्याय। सामाजिक न्याय अन्तर्गत पहिलो संरक्षित न्याय अन्तर्गत यहाँ चाहिँ सम्बन्ध र जिम्मेवारी जस्तो एक व्यक्तिले अर्को व्यक्तिप्रति गर्ने व्यवहार, एउटा समाजले अर्को समाजप्रति गर्ने व्यवहार अथवा राख्ने दृष्टिकोण आदि पर्दछ भने वितरित न्याय अन्तर्गत चाहिँ नैतिकता र जिम्मेवारी भनिएको छ। यसमा चाहिँ विशेष गरेर समाज, सङ्गठन, राष्ट्रले व्यक्तिप्रति यसमा चाहिँ विशेष गरेर सङ्गठन, समाज, राष्ट्रले व्यक्तिप्रति जिम्मेवार हुनुपर्ने भन्ने कुरालाई प्राथमिकतामा राखेको छ। सञ्चित न्यायले व्यक्तिप्रतिको व्यवहार तथा आफै प्रतिको नैतिक जिम्मेवारी जनाउँछ। एक व्यक्तिले अर्को व्यक्तिप्रति न्यायपूर्ण व्यवहार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। वितरित न्यायले समुदाय, राष्ट्र, समाज, राज्यले व्यक्तिप्रतिको नैतिक जिम्मेवारी हुने कुरालाई जनाउँछ अथवा प्रकृति प्रदत्त तथा सामाजिक साधन र स्रोतहरूको समुचित परिचालन एकाधिकारको अन्त्यमा जोड दिन्छ। समाज विकास हुँदै आएपछि यसको समाजको वर्गीकरण हुँदै आयो। यो समयक्रम, समाज वर्गीकरणको समयक्रमको आधारलाई हामी हेरौँ। आदिम साम्यवाद। प्राचीन समयमा मानिसको सृष्टि भएदेखि मातृसत्तात्मक स्वरूप प्राचीन समाजमा चाहिँ प्राइमेटिभ सोसाइटीमा मातृसत्तात्मक व्यवस्था रहेको थियो
र त्यसपछाडि आदिम साम्यवादी समाज क्रमशः सामन्तवादी समाजमा परिवर्तन हुँदै भयो। त्यसबेला भूमालिक र कृषिदास ल्यान्डलर्ड एन्ड सर्फडमको वर्ग सिर्जना भयो। यस अवधारणाबाट नै समाजमा अन्यायको सुरुवात भयो भन्ने मान्यता रहेको छ। समाजको मूल्य मान्यता तथा विश्वास मालिकहरूबाट नै निर्देशित हुन्थे। मालिकहरूबाट निर्देशित भएको मूल्य मान्यता व्यवहारहरू तल्लो वर्गकोहरूले स्वतः मान्नुपर्ने हुन्थ्यो। जाल प्रपञ्च सृजना दमनका विविध उपाय अवलम्बन गरी मालिक वर्गले शक्ति आफूमा केन्द्रित गर्न पुग्यो। त्यसबेला उद्योग कल कारखाना निर्माण सञ्चालन तथा लगानीमा मजदुरमाथि श्रम शोषण गरियो। पुँजीमाथि एकाधिकार जम्यो। यसपछि पुँजीवादी समाज क्यापिटलिस्ट सोसाइटीको उदय भयो। मजदुरमाथि अन्याय चरम सीमामा पुग्यो। फलस्वरूप बाध्य भएर शोषण दमन अन्यायको विरुद्धमा शोषित वर्ग विद्रोहमा उत्रिए। पुँजीवादी समाजको अन्त्यपछिको स्वरूप समाजवादी सोसलिस्ट सोसाइटी वा साम्यवाद हो भन्ने दार्शनिक आधार प्रस्तुत हुन आएको वर्तमान परिवेश हो। साम्यवादमा निजी सम्पत्तिको अन्त्य, वर्गविहीन समाज, राज्यको कल्पना गरिएको छ। निजी सम्पत्तिको अन्त्य भए अन्यायको पनि अन्त्य हुन्छ र न्यायको राज भएको समाज बन्दछ भन्ने मान्यता छ। यसर्थ समाजमा वर्ग रहन्जेल वर्ग सङ्घर्ष हुने भएकोले वर्गको अन्त्य नै वर्ग सङ्घर्षको अन्त्य हो भन्ने अवधारणा रहेको छ। उल्लेख गरिएको समाज वर्गीकरणको समयक्रम आधार अनुसार अन्तर्राष्ट्रिय रूपमा सामाजिक परिघटनालाई केलाउने हो भने पूर्वीय र पश्चिमी संसारमा भएको समाजका लागि भएका न्यायिक आन्दोलनका विकासक्रम सारांशमा यसरी हेर्न सकिन्छ। जस्तै 1948 21 फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्र, 1917मा रुसी क्रान्ति, दुवै मुभमेन्टले सामाजिक न्याय स्थापनामा जोड दिएको पाइन्छ। यी दुवैले सामाजिक न्याय स्थापनामा जोड दिए। 1885 बर्लिन सम्मेलन, 1890 को वेल्स सम्मेलन दुवैले सामुदायिक कानुनको अवधारणा अगाडि ल्याए। दोस्रो विश्वयुद्धपछि 24 अक्टोबर 1945 मा युएनको स्थापना भयो। त्यस्तै गरेर 1948 मा विश्वव्यापी मानव अधिकारको स्थापना। 1985 मा बाल अधिकार, 1983 र 2006 मा अपाङ्ग अधिकारको व्यवस्था भई विश्वव्यापी कानुनी मान्यता प्राप्त गरे यसले। 1970 मा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको स्थापना, 1980 मा महिला अधिकारको स्थापना भई विश्वव्यापी महिला कानुन व्यवस्था स्थापना र हुँदै आएर अहिले The law comes into force in November 2024, repealing the transsexual law and amending the third gender law. Let us terminalize these above points into English. In short, evolution of social justice. The concept of social justice has its roots in ancient society, where it was often associated with religious traditions. Many religious texts advocate for their fair treatment of all individuals, regardless of their social status. Movement evolves to promote social justice in the society. In short, let's say, first, origin of society, we should go back to ancient Greece. Second, then after comes
Enlightenment period are the states. Primarily in the 17th and 18th century it happened. Then comes early social justice movement, early 19th century. Then next, globalization and internalizational social justice. Then next come globalization and internalization social justice, the mid-century. And the last one is now today's contemporary social justice movement are running just now. According to the first one, origin of social justice. The origin of social justice dates back to ancient Greece and the philosophers Plato, and the time approximately 428 or 427 BC to 348 or 378 BC. Then the next listed here, the Code of Hammurabi includes a set of 282 laws inscribed in stone, and time period 1752 to 1750 BC. The Code of Hammurabi was a set of 2082 laws inscribed in stone by the Babylonian king Hammurabi, composed during 1752 to 1750 BC, and is the largest, best organized, and the best preserved legal text from the ancient Near East. It was originated in the southern Mesopotamia, present डेमा चाहिँ इराकमा पर्दछ यो ठाउँ. The code established standards for commercial interactions, set fines and the punishments, and influenced the law of other cultures. It was written in the old Babylonian dialect of Akkadian. Enlightenment time period comes. Then next. During the Enlightenment, primarily in the 17th and 18th centuries, it happens. Social justice began to take on a more cellular tone. Enlightenment thinkers such as John Locke, Jean-Jacques Rousseau argued that individuals have natural rights, including the rights to life, liberty, and property. Their voice that time. This idea laid the foundation for the development of the modern social justice theories. Then next, early social justice movement. Early social justice movement, early time phase, early 19th century. The emergence of social justice movements aimed at addressing issues such as slavery, women's suffering, and labor rights. The abolition of slavery in the United States was a major milestone in the history of social justice. It happened during 19th century. It's the accomplishment of the movement in the 19th century, the abolition of slavery in the United States. Then the next, globalization and internalization social justice. 20th century saw the emergence of global movements aimed at promoting social justice on an international level. And that time, the United Nations was established in 1945 with the goal of promoting peace, security, and social progress around the world. Next, the World Health Organization was established in 1948 with the aim of promoting health and well-being worldwide. The human rights movement emerged in the mid-20th century with the Universal Declaration of Human Rights adopted by the United Nations
in 1948. In this way, the last one, contemporary social justice movement. Contemporary social justice movement. In the recent years, a number of social justice movements have emerged, each focused on promoting social justice in the particular area. For example, the LGBTQ rights movement aims at promote equality for individuals who identify as lesbian, gay, bisexual, transgender, or queer. And the next movement, the environmental justice movement, focuses on the fair treatment of all individuals, regardless of race or socioeconomic status, with regard to environmental policies and practices. Then the next third wave feminism is generally dated from the early 1990 to the 2010, when the rise of social media inaugurated fourth wave feminism. यो फेमिनिस्ट मुभमेन्ट चाहिँ अहिले फेमिनिस्ट मुभमेन्ट चाहिँ फेजमा डिभाइड गरिएको छ र अहिले चाहिँ यो सोशल मिडियाको राइजले गर्दा चाहिँ यो फेमिनिस्ट मुभमेन्ट चाहिँ फोर्थ फेजमा आइपुगेको छ। फोर्थ फेजको मुभमेन्टमा छ यो फेमिनिस्ट मुभमेन्ट चाहिँ भन्ने रहेको छ। Okay, the above scenario shortly shows the scenario of the evolution of social justice from ancient time to modern time.